मैले सोचेको थिएन कि जापानमा ग्रोसरी आइटम महँगो र अनि रक्सी सस्तो हुन्छ भनेर। अब एउटा वाटरमेलन 3000 भनेर चाहिँ अनि रक्सी चाहिँ रेड लेभल चाहिँ 1200। अब त्यसको लागि फर्दर मोर यो भिडियोमा हेर्दै गर्नु होइन, सबै यो भिडियोभित्र छ। सो लास्टसम्म हेरेर रमाइदिनु होला। लेट्स गो। होइन, शुक्रबार दिउँसोभरि कलेज गएँ, बिहान 9 बजीदेखि बेलुकाको 7 बजीसम्म। अनि त्यसपछि चाहिँ बेलुका 10 बजीदेखि काम थियो, रुम गएर खानासाना बनाएर खाएर अनि फेरि अहिले चाहिँ शुक्रबार चाहिँ यति बिजी हुन्छ जापानभरिकै मान्छेहरू आउँछ कि। सो यति थाकेको छु। अब रुममा नि सामान सकेछ, जे जस्तो होइन। अब रुम त जानु पर्यो, रुमको लागि सामान त लिनु पऱ्यो। सो हामी अब ग्रोसरी जान्छौँ। ग्रोसरी गएर हेर्नुहोस् त के कस्तो सामान पाउँछ भनेर। लकेटा हो, हामीहरू अब सामान हेर्छौँ। लकेटाहरू अब हामी सामान किन्छौँ। यहाँ आएर औकात से बाहर है भाइ, कभी देखा है इतना महँगा भाइ। यो खानालाई 2 घन्टा काम गर्नुपर्छ अनि बल्ल आउँछ। यो त मेरो ड्रिम हो होइन। नेपालमा साथीहरू पैसा पठाइनस् भन्छ नि, यत्रो महँगाइ छ। अनि अब हेर यो के हो, यो सुन्तला 2 जना सुन्तला 300 रुपियाँको छ। कसरी बस्नु हो। अब यो हेर, तिमीहरू भन्छौ गरिब भयो साथी पैसा पठाएन भन्छौ। अब म तिमीलाई चामल देखाउँछु। चामल 10 किलो चामल 6000 को। 10 किलो चामल 6000 को। कसरी खाने हो, कसरी बस्ने हो। अनि अब अरू कुरा पनि देखाउँछु म तिमीलाई। अब यो चिकन होइन, फ्रोजन चिकन 1 केजी पनि छैन, त्यही नि 700 रुपियाँ देख्यो। कति महँगो छ केटा हो। तिमीहरू भन्छौ साथीले पैसा पठाएन, किस्नेले पैसा पठाएन। कसरी पठाउँछौ पैसा। सबै यहाँ खाना लाउन बस्नमै सबै ठिकै छ। ए हेर, लो प्राइस कति छ, 1390 रुपियाँ। यो लो प्राइस हो र। अनि यो लो प्राइस होइन कि फ्याल्दै हुन्छ। यस्तो छ यहाँ ग्रोसरीमा। अब अरू फलफुल त खानै नसक्नु छ। अब म तपाईँहरूलाई अब आँपहरू देखाउँछु कस्तो छ भनेर। यो चाहिँ गाईको सेक्सन, गाईको मासुको सेक्सन। यहाँ चाहिँ नजाउँ। यो चाहिँ बुङ्गुर, म जस्तै प्राणी। ए यो भने चाहिँ कुहिएको सामान है। कुहिएको सामान चाहिँ सस्तोमा राखेको हुन्छ। यो खान्छ। ओहो, हरियो साग खाउँ भने यो करेला एउटा 430 रुपियाँको छ कि। अब पैसा पठाएन भने कसरी पठाऊ हो साथी। यो पैसा यहाँ हेर्दा 400 एउटा करेला। तरकारी खाउँ कि के खाउँ, मासु खाउँ। अब अरू के देखाउँ तपाईँहरूलाई, हाम्रो नेपालमा रेगुलर युज हुने। ल अरू के होइन। ल टमाटर, यो टमाटरको स्टाइल हेर्नु त के हो। यो टमाटर कतिको छ, 430 को 4 दाना, 100 रुपियाँको 1 दाना। कसरी खानु हो। अब नेपालमा आँप कतिको पाउँछ, 200 रुपियाँ किलो, 100 रुपियाँ किलो। अब कच्चे भारे भाइ लोग 430 को 1 दाना। कसरी खानु हो। ओहो, यो अङ्गुर यति अङ्गुरलाई 430। यो पनि 430, म्याक्सिमम् आइटम 430। सस्तो भनेको अलि स्याउ हो। स्याउ पनि 810 को 6 दाना। 810 को 6 दाना भनेपछि लगभग 1 दानालाई कति पऱ्यो। म म्याथमा कमजोर छु, मैले राम्रो म्याथ पढेन सानोखेरि, आफू हिसाब गर्नु। अनि फेरि यो चाहिँ अब 1 दानालाई चाहिँ 200 रुपियाँ। स्याउ हो कि नासपति हो गेस गर्नु है त, कमेन्ट गर्नु है। यति हो। सो म आफूलाई 1 जनालाई पुग्छ। म चाहिँ एउटा यो र अनि एउटा स्याउ अनि एउटा आँप लिएर जान्छु। काम गरेर आएपछि त खानै पऱ्यो। सो अब फलफुल त तपाईँहरूले देखिहाल्नुभयो कति महँगो थियो। अब यहाँ भएको भने चाहिँ सस्तो यही हो। कुन हो, रेड लेभल। 1300 मा नहुने कुरा चाहिँ एकदम सस्तो हुने भयो। जो खानुपर्ने हो त्यो कुरा चाहिँ एकदम महँगो हुने भयो। यस्तै हो जापान, विकसित देश हो यस्तै हो। यो 1300 मा अनि फेरि यो 3200 मा ब्ल्याक रबी होइन। अब अरू रक्सीहरू पनि देखाउँछु म तपाईँहरूलाई। कहिले नदेखेको रक्सी पनि छ लाइफमै। अब यहाँ हेर्नु, ब्ल्याक लेभल 2900 मा छ। त्यो तरबुज र यसको प्राइस सेम छ कि। अब तपाईँले चुज गर्न अप्सन दियो भने कुन खानुहुन्छ, त्यो खानुहुन्छ कि तरबुज खानुहुन्छ भन्नु है कमेन्टमा। अनि फेरि यो जेडी ज्याक डेनियल्स यो 2500 को छ कि। त्यो तरबुज कतिको 3000 को थियो। कुन चाहिँ खाने तपाईँहरूले भन्नु त। यस्तो महँगो छ कि रक्सीहरू, त्यही भएर म खाँदैन। अनि अरू सामानहरू हेरौँ। अब योहरू भने करीहरू भयो। ए चना मसला करी यहाँ सबै छ कि। अब कुन यहाँ hamburger स्टिक करी धेरै आइटमहरू छ होइन। यहाँ अब बिफ पनि छ, चिकन पनि छ, करी आइटम हो यो चाहिँ। अब
यो चाहिँ यही बन्छ होला सायद, यही बनेर यही प्याकेजिङ हुन्छ। अनि फेरि यो चाहिँ चिकन करी हो। सो यहाँ डिफ्रेन्ट टाइप अफ करीहरू छ यो सेक्सनमा चाहिँ। अब यहाँ सी फुडहरू हेर्न सक्नुहुन्छ। यो एरिया यहाँ सी फुडको लागि फ्रोजन सी फुड हो, अनि फ्रेस पनि छ माथि। अनि फेरि यहाँ चाहिँ यो कन्ट्रीमा चाहिँ रामेन भन्छ भने चाहिँ यहाँ चाहिँ यो हाम्रो नेपाल इन्डियातिर चाहिँ चाउमिन भन्छ। त्यो चाउमिनहरू बनाउनुको लागि हो। अनि हाम्रोतिर अचार भन्छ होइन, यो चाहिँ अचार हो कि जापानिज अचार। यहाँ चाहिँ पिकल्स भन्छ, के भन्छ यसलाई, किम्ची भन्छ। किम्ची हो यो जापानिज अचार होइन। यो चाहिँ अब 519 को छ। यो प्राइस होइन कि, यो तलपट्टिको सानोमा लेखेको प्राइस हो कि। भन्छन् नि आँखाले देखेको कुरा सत्य हुँदैन, यही हो कि। जस्तै आँखाले चाहिँ 480 देख्छ नि त, तर प्राइस भनेको 51900। सो अब यहाँ सामानहरू सबै हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो क्यामेराम्यानले बनाउनेवाला हो, क्यामेराम्यान काम गर्ने ठाउँको पिकल्सको होइन। यो हेर्नुहोस् आइटम पिकल्सको, यो फोरीले बनाएको हो के नाने आइटम। सो अब यहाँ हामीहरूले स्टुडेन्टहरूले म्याक्सिमम युज गर्ने भनेको रियल टमाटर भन्दा नि यो कट टोमेटो होइन। यो चाहिँ क्यानमा प्याक्ड हुन्छ। अनि यो 2500 ग्रामलाई चाहिँ 800 पर्छ। यो चाहिँ एकदमै राम्रो प्राइसमा दिन्छ होइन, मिल्छ भनौँ, दिन्छ के भन्नु। अनि यो फ्रोजन फिसहरू छ यहाँ, यो चाहिँ फ्रोजन फिस हो। अनि फेरि यो पास्ताहरू भइहाल्यो। अलिक सस्तो भनेको चाहिँ पास्ता हो, कलरफुल पास्ता हो 200 को मात्रै। सो यो इटलीबाट आएको रहेछ। सो हामीलाई चाहिएको कुराहरू लिन्छौँ होइन। हामीलाई चाहिएको कुरा चाहिँ यतापट्टि छ। मलाई चाहिँ यो अम्बाको जुस, गावाको जुस एकदमै मनपर्छ। सो म एउटा यो लिन्छु। अनि यो चाहिँ सस्तो त छैन, तर एकदम एक्सपेन्सिभ, लगभग 500 छ कि एउटा 1 लिटर नि कति हो यो, 1 लिटरलाई 500 एराउन्ड छ होइन। सो एउटा यो लिन्छु। अनि यहाँ चाहिँ ड्राई फ्रुटहरू छ, ड्राई फ्रुटहरू जे लिँदा नि हुन्छ, जे खाँदा नि हुन्छ। सो म चाहिँ एकदमै मोटो छु, त्यही भएर ड्राई फ्रुट चाहिँ खाँदैन। अब हेर्न सक्नुहुन्छ यो चाहिँ जुसको सेक्सन। यो एरिया चाहिँ जुसहरूको, कफीहरूको हो। अनि योभन्दा यता चाहिँ बियर। अब बियर चाहिँ यति सस्तो छ कि तेरो, यहाँ बियर चाहिँ यति सस्तो छ कि यहाँ हेर्नु है, 150 मा 9% बियर, अनि 210 मा 5%। यो सबै बियर हो कि। अब के भन्छन् नि, यो कुन बियर, कोरोना बियर 300 को छ कि। अब खानेलाई चाहिँ यो स्वर्गै हो क्या यो देश भने चाहिँ। अब नखानेलाई चाहिँ के भन्नु, अब फलफुल यो भन्दा त फलफुल सस्तो भइदिएको भयो हुन्थ्यो होइन। अब अरू जुसहरू सस्तो भइदिएको भयो हुन्थ्यो, रक्सीहरू यस्तो सस्तो हुन्छ, अनि फलफुलहरू चाहिँ यति महँगो हुन्छ क्या। जापानको डार्क के भन्छ, डार्क रियालिटी चाहिँ यो हो कि ड्रिङ्क हाई लिभ हाई भन्नेवाला। सो मैले चाहिँ एउटा मात्रै लिएँ, अनि माथिबाट फ्रुट्सहरू लग्छु। सो अब हेर्दै गरौँ। अब यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ सी फुडको सेक्सन हो। मैले चाहिँ तपाईँहरूलाई एउटा कुरा देखाउन खोजेको, आज त्यो कुरा नै नरहेछ यार, खै क्र्याप। अस्ति जिन्दा क्र्याब थियो कि, जिन्दा क्र्याब राखेको थियो यार, आज छैन यार। यो चाहिँ माछाको अन्डा हेर्न सक्नुहुन्छ। यो चाहिँ माछा भइहाल्यो, यिनी माछाको अन्डा, यिनी माछा। यसलाई के भन्छ मलाई ट्याक्कै नाम थाहा भएन। तपाईँहरू कमेन्ट गर्नुहोस् है, नाम यसको नाम के हो। यो चाहिँ प्राउन, अनि यो चाहिँ खै के हो, लेउहरू हो सायद। अनि अक्टोपस हेर्न सक्नुहुन्छ। यो चाहिँ अक्टोपसको खुट्टा, पेन्टाकल्स अक्टोपसको। खाँदाखेरि मिठो हुन्छ, मैले खाएको छु। अनि ल भात हेर्नुहोस्, भात। यो भात हो कि के हो भन्नुहोस् है त कमेन्टमा, के हो यो नि होइन, अन्डा हो। सो केटाहरू मैले त यति सामान किनेँ होइन। अब म तपाईँहरूले ट्रेनमा कसरी चढ्ने त्यो नि देखाउँछु होइन। सो यो भिडियो हेर्दै गर्नु, केरा चाहिँ एकदम मिठो छ क्या यहाँको। एउटा हो मेरो ट्रेन, मैले पर्सनल किने हो,
मैले रोका म गयो भने मात्रै चल्छ यो ट्रेन मैले ड्राइभरले फोन गरेको थियो भर्खरै नचल है म आउँदैछु भनेर अनि त्यही भएर अब चाबी मसँग छ नि त अब चाबी मसँग छ म गएर चाबी दिन्छु त्यसलाई अनि बल्ल चलाउँछ कि दादा आइस्यो भन्छ बसाउँछ अनि टक्क पानी सानी ल्याउँछ अनि टक्क अनि बल्ल चल्ने हो कि दाइ एउटा हो यो म्याक हो मैले भाइहरूलाई काम लगाइदिएको होइन भाइहरू काम गर्छ मेरो आफ्नै हो अनि बाल छैन कि दादाले जापानमा भएर मैले त्यो ड्राइभरलाई रोक भनेको थिएँ नि त अब रोकेछ होइन दादाको लागि बुढोले यस्तो गऱ्यो भने मैले त सिधै जानुपर्छ कि सिधै जानु मिल्छ कि ए दादा अब दाइको लागि रोकेर बसेछ होइन तल ट्रेन अब दाइ जाँदैछ ल मा त्यसको चाबी किन नराखेर राम्रो हेर त चलाएर लग्यो म चाबी राख्नु पर्दैन त्यो ट्रेनको हेर त एक्सिडेन्ट भयो भने के हुन्छ अबदेखि चाबी राखेर राख है राम्ररी ल अब यो चाहिँ अब आएँ अब हामी चाहिँ अब मलाई चाहिँ टक्क म बसेँ अब चाहिँ एकछिनमा मलाई पानी सानी ल्याइदिन्छ अनि बल्ल चल्छ कि ट्रेन The next station is Mizuhodai, TJ 16. साथीहरू मैले चाहिँ बिहान ग्रोसरीहरू सबै किनेर फर्केँ होइन अब चाहिँ म रुम गएर खाजा खाएर सुत्छु अनि बेलुका नि काम छ सो अब बेलुकाको ब्लगमा चाहिँ म तपाईँहरूलाई चाहिँ म कुन ठाउँ काम गर्छु कस्तो काम गर्छु सबै कुरा देखाउँछु होइन कस्तो काम हुन्छ के हुन्छ म त्योभित्र भएको मेसिनहरू के कस्तो छ सबै कुराहरू सो गर्छु सो नेक्स्ट भिडियो चाहिँ नेक्स्ट भिडियो हेर्नु होला सबैजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला सो अब स्टे ट्युन स्टे ह्याप्पी सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनु होला थ्याङ्क यू